नेवा पत्रकार राष्ट्रिय दबुली पत्रकार सत्यनारायण बहादुर श्रेष्ठ या सचिव खुक्कगु बुद्धि हंगुदु नेवा पत्रकार राष्ट्रिय दबुली नेपाल पत्रकार महासंघ सभाहल संचार ग्रामी मंगलबार छगु ज्याजो याना पत्रकार महासंघ स्थापना याना दिम पत्रकार श्रेष्ठ या सचिव खुक्कगु बुद्धि हंगुखा नेवा पत्रकार राष्ट्रिय दबुया केन्द्रीय नाय सूरजवीर वज्राचार्य नाय सिजुगु ज्याजोले वक्ता तेस पत्रकार श्रेष्ठ या योगदान यतकया चर्चा याना दिगु ख जब सत्यनारायण बहादुर श्रेष्ठको बारेमा नाम उल्लेख हुन्छ आत्मविश्वास बढ्छ हाम्रो र त्यो बेलामा स्थापना भइसकेपछि फेरि पनि निष्क्रिय भयो फेरि पनि स्थापनासँगै त्यो उत्साह दिने प्रयासहरूले हामी यसरी नै साङ्गठनिक रूपमा अगाडि बढिरहेका व्यक्तिहरूलाई उत्साह प्रदान गर्छ प्रेरणा प्रदान गर्छ त्यो बेलामा कति गाह्रो भयो होला हामी कल्पना गरौँ अथवा अध्ययन गरौँ त्यो बेला त्यो गाह्रो परिस्थितिमा पत्रकारहरूको एकताको कुरा पत्रकारहरूको हकहितको कुरा त्यसरी नै नीतिगत रूपमा सरकारले सम्बोधन गर्नुपर्ने विषयहरू यसरी अगाडि राख्दै पत्रकार सङ्घको बलियो उपस्थिति त्यो बेलामा देखियो र 8 सालको यो घटनापछि फेरि पनि पुनर्गठन हुँदाखेरि फेरि पनि सत्यनारायण बहादुर श्रेष्ठकै नेतृत्वमा निरन्तरता नेपाल पत्रकार सङ्घले पायो। त्यसपछि 12 सालमा यही सङ्गठनको पुनर्गठन पश्चात कृष्णप्रसाद भट्टराई भनेर नाम उल्लेख भयो र 4 वर्षको त्यो इतिहास जुन उल्लेख गर्न छुट्यायो अथवा मेट्ने प्रयास भयो अथवा त्यहाँ नियमका कुराहरू पनि होला जुन दलीय धारणाले छोपेको थिचेको अवस्थाका कुराहरू पनि होला जे जस्तो भए पनि यो गलत हो यो हुनु हुँदैन र यही सन्देशका साथमा हामी निरन्तर छौँ। यो निरन्तरता कति बेरसम्म थाहा छैन। आज हामी हलभित्र प्रवेश गर्यौँ अब त्यो दिमागभित्र पनि प्रवेश गर्नु छ जुन दिमागले त्यो 4 वर्षलाई छोपेको छ। अब उक्त दिमागभित्र प्रवेश गर्नुको लागि हामीलाई कति समय अझ लाग्छ कस्तोसम्मको मेहनत गर्नुपर्छ त्यो सबै हामी गर्नेछौँ। त्यो सबैमा हाम्रो यसरी नै साथ रहने पनि छ त्यो आशा पनि सधैँ नै हामीबाट व्यक्त हुँदै आइरहेको छ र त्यो आशासँगै त्यो शक्ति सञ्चार पनि हामीले अनुभव गर्दै आएका छौँ। आज हामी उहाँको यो जन्मदिन मात्रै मनाइरहेका छैनौँ। हाम्रा पूर्ववक्ता साथीहरूले भनिसक्नु भएको छ यो हाम्रो एउटा अभियान पनि हो। नेपालको पत्रकारिताको साङ्गठनिक इतिहासमा जुन त्रुटि भइरहेको छ त्यो त्रुटिलाई सच्याउने एउटा अभियानको रूपमा पनि आज हामी यहाँ उपस्थित छौँ। सत्यनारायण बहादुर श्रेष्ठका सन्दर्भमा नेपालको साङ्गठनिक पत्रकारिताको इतिहासलाई भएको त्रुटिलाई सच्याउन हामीले जुन आवाज उठायौँ यो नेवारहरूले उठाएको मात्र आवाज भनेर सायद सोचेको पनि हो कि नेवार पत्रकार दबाउ मात्र किन यसमा लागेका छन् भनेर सोचेको हो कि हामी उहाँले आग्रह के गर्न चाहन्छौँ भने यो नेवारहरूले मात्र उठाएको आवाज होइन। सत्यनारायण बहादुर श्रेष्ठ एकजना नेवार भएको कारणले नेवा समुदायले आवाज उठाएको होइन। नेपालको पत्रकारिताको इतिहासमा अरू पनि नेवाहरू छन्। नेपालको पत्रकार महासङ्घलाई छेकपिछेक बनाउने अरू पनि नेवार नेताहरू हुनुहुन्छ पत्रकार नेताहरू हुनुहुन्छ। उहाँको सन्दर्भमा नेवार राष्ट्रिय पत्रकार दलले आवाज उठाएको छैन। सत्यनारायण बहादुर श्रेष्ठका सन्दर्भमा मात्रै आवाज उठाएको छ। पत्रकार महासङ्घले यो आवाजलाई कुनै व्यक्तिले उठाएको सन्दर्भ भनेर नबुझोस्। व्यक्तिले उठाइरहेको आवाज होइन यो संस्थाले उठाइरहेको आवाज हो। संस्थाको आवाज सुनिनु पर्दछ। नेवार राष्ट्रिय पत्रकार दबु कुनै अलग ठाउँबाट आकाशबाट उत्रेर आएको संस्था होइन। पत्रकार महासङ्घलाई नै एउटा छात्र सङ्गठनको रूपमा स्वीकार गरेर आएको संस्था हो। यो यदि कुनै चल्ला हो भने यो पत्रकार महासङ्घकै अन्डाबाट उत्पन्न भएको चन्दा हो। यो कुरालाई बुझ्नु आवश्यक छ। यो संस्थाले चाहिँ उठाएको आवाजलाई सुन्न आवश्यकता छ। अघि हाम्रो पूर्ववक्ता साथीहरूले भनिसक्नु भएको छ आवाज सुनेन भन्नेदेखि चाहिँ त्यो सुनाउने अरू उपायहरू अपनाउनु पर्ने समस्या उत्पन्न हुन सक्दछ। हामी त्यतातिर नजाउँ भन्ने कुरा हो। हुन त सत्य
लाई लुकाउन खोजियो, दबाउन खोजियो। तर सत्य दबेर चाहिँ दब्दैन। यसको कुनै न कुनै दिन मलाई लाग्छ यसको एउटा हामी अवश्य पनि निदानतिर नै पुग्छौँ। यो एउटा यस्तो खालको लडाइँ भयो जसमा हामी यसरी नै सबै जुझ्दैछौँ। म देख्दैछु विगतभन्दा जे होस् हामी यसमा लागि पर्नेहरू अथवा जतिजना सङ्ख्याकै आधारमा उपस्थिति जनाउनेहरूमा पनि केही नभए पनि म यसमा चाहिँ अहिले महत्त्वपूर्ण रूपमा सङ्ख्या बढ्दै गएको महसुस पनि भएको छ र अझै पनि यहाँको कार्यक्रम विस्तार अनुसार ठाउँ ठाउँमा यसलाई सारिराख्नु भएको भन्ने जानकारी पाएँ, जसको लागि म हामी सम्पूर्ण यसमा जुटिरहेका विभिन्न पत्रकार मित्रहरूको समूह हुनुहुन्छ, उहाँहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। यो पत्रकारहरूको साझा सङ्गठन नेपाल पत्रकार महासङ्घ, नेपाल पत्रकार महासङ्घको यो क्षेत्रमा, यो स्थानमा कम्तीमा अब सत्यनारायण बहादुर श्रेष्ठको शालिग राख्ने कि नराख्ने, शालिग राख्ने प्रयास गर्नुस् पत्रकार महासङ्घले। हामी त्यसको लागि प्रत्येक आदिवासी जनजातिका पत्रकार सङ्गठनदेखि लिएर नेवा पत्रकार र समुदायगत पत्रकारहरूको तर्फबाट सहयोग गर्न तयार छौँ। यदि राखिएनन् या चाहिँ पत्रकार महासङ्घले यो विषयमा सुनवाई भएनन् भने हामीले अर्कै ढङ्गबाट पाइला चाल्नुपर्ने अवस्था आउन सक्छ। मधुमा पत्रकार सत्यनारायण बहादुर श्रेष्ठ 2008 साले नेपाल पत्रकार सङ्घ स्थापना या नदीगुख। नेपाल पत्रकार सङ्घ तिथि कालखण्डे नेतृत्व परिवर्तन जुसे 2054 साल भदौ 30 गते जुगु चिन्चाकगु महाधिवेशन सङ्गठन या त महासङ्घीय रूपान्तरण यागुख। पत्रकार सत्यनारायण बहादुर श्रेष्ठ या त पत्रकार महासङ्घ संस्थापक अध्यक्ष घोषणा या मागु माग याना नेवा पत्रकार राष्ट्रिय दबुली दे दसहे वेकय बुदिया चोले ज्याजो यानवै चुङ्गुदु।